गर्दछु। राजधानीको सडकमा एकैपटक यी राता ड्रेस लगाएका मानिसहरू, युवाहरू देखिएको छ। आखिर के हो त? केका लागि जोडिनु भएको छ? के छ उहाँहरूको माग? आखिर यो ड्रेसको आशय के हो? आखिर उहाँहरूले के भन्न खोजिरहनु भएको छ? एकछिनमा जोड्नेछु। मिति 2082 साल वैशाखको 17 गते काठमाडौँको मैत्री देवीको यस सडकमा रातको करिब 7:15 बजेको यस समयमा कम्युनिस्ट पार्टी, कम्युनिस्ट युवा सङ्गठन नेपालको बृहत र्याली भनौँ या के हो, त्यसलाई एकछिनमा बुझ्नेछौँ। यहाँहरूले के भन्न खोज्नु भइरहेको छ? आखिर यो सडकमा यी राता मान्छेहरूको भनाइ के हो, उहाँहरूको माग के हो, त्यो कुरालाई एकछिनमा जोड्ने नै छु। कहाँदेखि आउनुभएको हो? उहाँहरूको मुख्य केही नाराहरू सुन्न आइरहेको छ। यी नाराहरू सम्बन्धी पनि केही समयपछि चर्चा गर्ने नै छौँ। मैत्री देवीको यस सेतो पुल अवस्थित यस सडकमा प्रदर्शनकारीहरूको प्रदर्शन हामी देख्न पाइरहेका छौँ। उहाँहरू यस पुलदेखि छिरिसक्नु भएको छ। मैत्री देवी पेट्रोल पम्प सप्लाई यही नजिकदेखि उहाँहरूले आफ्नो यस र्यालीलाई डाइभर्ट गर्नुभएको छ। उहाँहरू हेरौँ कहाँसम्म पुग्नुहुन्छ र उहाँहरूको मुख्य आज यस र्यालीको महत्त्व सम्बन्धी एकछिनमा बुझ्ने नै छौँ र हजुरहरू राख्ने नै छु। हामी देख्न सक्छौँ केही पत्रकार साथीहरू, प्रहरी सुरक्षाकर्मीका साथीहरू पनि सेतो पुलदेखि देवी खोला तर्फ यो र्याली बढेको छ।
देशैभरिका युवाहरूको उपस्थिति छ भन्ने सुन्नमा आएको छ। यहाँ केही सङ्ख्यामा सुरक्षाकर्मीहरू र 100-150 को उपस्थितिमा यी राता ड्रेस लगाएका युवाहरूलाई देख्न सकिन्छ। उहाँहरूको ती नाराहरूले सायद केही कुराहरू बताउन गइरहेको जस्तो लाग्छ। देख्न सक्छौँ र्याली निकै लामो सङ्ख्यामा चलिरहेको छ। हेलो सर, हेलो, हजुरसँग केही कुराहरू सोध्न सक्छु? सर नमस्ते। नमस्ते सर। हजुरको शुभ नाम सर? मेरो नाम कमरेड सूर्य। कमरेड सूर्य सर, मलाई 2 मिनट टाइम दिन सक्नुहुन्छ हजुरको? हजुर यसो यहाँ बसेर कुरा गरिदिनुहोस् न है। सर हजुर, म पोखरा 24 न्युज च्यानलबाट सरको केही समय म चाहन्छु कि हजुरले आज यहाँ के भइरहेको छ यो कुरालाई मलाई विस्तृत रूपमा बताइदिनुहोस् न। हाम्रो भ्रष्टाचार र कुशासनको विरुद्ध युवा आन्दोलन, हजुर, सुशासन र समृद्धिका लागि प्रथम राष्ट्रिय सम्मेलन भन्ने मूल नाराको साथ हजुर हामी हिजो यही वैशाख 16 गते र आज 17 गते हामी उद्घाटन सत्र भ्याएर बन्द सत्रको सेसनमा हामी प्रवेश गरेका छौँ र हामीले हिजोसम्म हाम्रो इतिहास र हामीले लेखिएका पानाहरू जो क्रान्तिकारी युवा सङ्गठन नेपाल हाम्रो सङ्गठनको नाम थियो, जसलाई हामीले नाम परिवर्तन गरेर कम्युनिस्ट युवा सङ्गठन नेपाल राखेका छौँ आजबाट। यसकै लागि हामी यो साङ्केतिक एउटा युनिफर्ममा हामी एउटा आन्दोलनमा चाहिँ सडकमा हामी एउटा नारा लगाएर यो 100-150 को सङ्ख्यामा रातो ड्रेस र रातो टोपी लगाएर हिँडेको युवाहरूलाई देख्न पाइयो आज। यसको रातो ड्रेसको मूल आशय चाहिँ के छ तपाईँहरूको? यो एउटा रगत आहालबाट शहीदहरूको एउटा आहालबाट ताता युवाहरू उत्पन्न भएर सडकमा आज यो एउटा परिवर्तनको प्रतीक हो भनेर चाहिँ हाम्रो कम्युनिस्ट युवा सङ्गठन नेपाल आज यो सडकमा आन्दोलन गरिरहेको छ। हजुर, अनि यो पार्टी भन्नुभयो सर, यो पार्टीको नाम चाहिँ के भन्नुभयो सर? हाम्रो नेपाल कम्युनिस्ट पार्टी बहुमत, जसको नेतृत्व हाम्रो महासचिव कमरेड धर्मेन्द्र वास्तोला कञ्चनले गर्नुभएको छ, जसको सहायक सङ्गठन आज नयाँ नामकरण जो नाम परिवर्तन गरेर हामीले नेपालको इतिहास रच्ने गरी नेपालको भविष्य र जनताको भविष्य निर्माण गर्नको निम्ति आज कम्युनिस्ट युवा सङ्गठन नेपाल नामकरण गरेर यसले हामीले आजबाटै यो एउटा सङ्घर्षको सम्मेलन तयारी गरेर एउटा नीति निर्माणको दिशामा अगाडि बढ्दैछ। अनि हजुरको घर चाहिँ कहाँ सर? हजुरको घर यहीँ राजधानी नै हो कि बाहिर कतैबाट आउनुभएको सर? मेरो घर आकाश, यो नेपाल मेरो घर। हजुर, भन्नाको मतलब मैले बुझिनँ सर। तपाईँको जन्मभूमि कहाँ हो? हजुरको कार्यक्षेत्र हुन्छ होला, कार्यक्षेत्र कता हो? जन्मभूमि कास्की जिल्ला माछापुच्छ्रे गाउँपालिका 8 ढुवाङमा हो र हामी जुन दिन हामी शहीदहरूको सपना पुरा गर्नको लागि घरबाट निस्क्यौँ तयार भएर देश र जनताको निम्ति हामी तयार भएर सडकमा हामी मर्न तयार भएर एकचोटि फेरि शहीदहरूको कोठा पुरा गर्नको निम्ति हामी सडकमा आएका छौँ। मेरो अहिले जिम्मेवारीको हिसाबले केन्द्रीय सदस्य एवं कास्की जिल्लाको 13 गतिको यही वैशाख 13 गतिको सम्मेलनले कास्की जिल्लाको हाम्रो कम्युनिस्ट सङ्गठन नेपाल कास्की जिल्लाको अध्यक्षमा मलाई एउटा निर्वाचित गर्नुभएको छ। भन्नाको मतलब हजुरहरू परिआयो भने शहीद हुन तयार छौँ भनेर पोखरादेखि यहाँसम्म आउनु भएको? हामी देशै व्यापीबाट 77 जिल्लाबाट प्रतिनिधि कमरेड चाहिँ हामी सम्मेलन सभ्यता र भव्यताको साथ सम्पन्न गर्नको लागि
हामी सबै उपस्थित छौँ। खास मैले यहाँ हेर्दा त 100 देखि 150 जनाको उपस्थिति जस्तो लाग्यो। खास गरी कति छ तपाईँहरूसँग केही सङ्ख्या छ? हाम्रो सतहत्तर जिल्लाबाट प्रतिनिधि कन्भेन्सन गरेर हामी जिल्लाबाट समथिङ हामी 200 जनाको हाराहारीमा हामी सहभागी छौँ। 200 जनाको हाराहारीमा सहभागी हुनुहुन्छ। अनि अहिलेको तपाईँहरूको मूल नाराहरू त सुनियो, तर के छ मूल नारा एकचोटि सर बताइदिनुहोस् न है। हाम्रो मूल नारा के छ भने वैज्ञानिक समाजवाद जिन्दाबाद, वैज्ञानिक समाजवादी क्रान्ति सम्पन्न गर्ने एउटा नारा छ। जो हाम्रो सङ्गठनको नारा के छ भने भ्रष्टाचार र कुशासनको विरुद्ध युवा आन्दोलन, सुशासन र समृद्धिको लागि यो हाम्रो सङ्गठनको नारा यही रहेको छ। यही नारा सहित हामी चाहिँ अगाडि बढ्ने हाम्रो सङ्गठनले भोलि सम्पन्न हुने एउटा राष्ट्रिय सम्मेलनले तयारी गर्ने नीतिमा टेकेर काम गर्नेछ। यी नाराहरू त करिब करिब सबै कम्युनिस्ट हुँ भन्नेहरूले दोहोऱ्याउँदै आएको जस्तो लाग्छ सर। यसमा के तपाईँहरूको केही नयाँ छ कि मैले नबुझेको कुरा हो सर? नाराहरू यो शहीदहरूले लेखेर गएको नाराहरू हो। यो पुरानै भए पनि यो तत्कालीन नयाँ नारा भए पनि हरेक कम्युनिस्टहरूले प्रयोग गर्ने भए पनि ती कम्युनिस्टहरूले नारामा मात्रै सीमित राखेका छन्। र तर हामीले विगतदेखि हामीले 10 वर्ष जनयुद्धदेखि आजसम्म केही नारामा टेकेर हामीले विभिन्न जनता र राष्ट्रको मुक्तिको लागि हामीले सङ्घर्ष गरिरहेको छौँ। अनि कति दिने कार्यक्रम भन्नुभयो सर हजुरले? हाम्रो 16, 17 र 18 गते भोलि सम्पन्न हुन गइरहेको छ राष्ट्रिय सम्मेलन। के छ भोलि पनि हजुरहरूको बृहत र्याली अथवा केही प्रदर्शनहरू देख्न पाइन्छ हामीले? विश्व मजदुर दिवस छ, त्यहाँ हाम्रो मजदुर सङ्गठनको पनि हाम्रो एउटा राष्ट्रिय सम्मेलन हुँदैछ भोलि। हामी हाम्रो युवा सङ्गठनले त्यहाँ भूमिका खेल्नुपर्ने र हाम्रो पार्टी सिङ्गो पार्टी हुँदैछ, युवा सङ्गठनको हैसियतले हामी त्यहाँ सहभागी हुनेछौँ। सहभागी हुनुहुन्छ भनेपछि भोलि पनि हजुरहरूलाई यस सडकमा देख्न पाइनेछ। किन यो सडक अलि धेरै कुना काप्चातिर जस्तो लाग्यो? यो प्रदर्शन भन्ने कुरा अलिकति निषेधित क्षेत्रहरूतिर देख्न पाएको भएदेखि अलि प्रभावकारी हुन्थ्यो होला जस्तो लाग्छ मलाई चाहिँ। तपाईँहरूको यो विषयमा के छ कि सत्ता पक्षसँग डराएर हजुरहरू लुकेर आन्दोलन गर्दै हुनुहुन्छ सर? हामी सत्ता पक्षसँग डराएको इतिहास आजसम्म रेकर्डमा छैन, कुनै पनि डायरीमा छैन कि हाम्रो सङ्गठनले सिंह दरबार अर्धनग्न प्रदर्शन गरेर घेराउ कार्यक्रम गरेको थियो। हाम्रो बालुवाटारमा भ्रष्टाचारहरू दलालहरू बस्ने अखाडामा गएर एउटा विरोध प्रदर्शन गरेको थियो। संसद भवनमा, तपाईँको सर्वोच्च अदालतमा हाम्रो यो सङ्गठनले गरेको इतिहासहरू जीवितै छन्, देख्न सक्नुहुन्छ। हुन्छ सर, भोलि फेरि भेट्ने छौँ है सर। हस्, धन्यवाद सर।